सो हेलो गाइस, गुड मर्निङ। तपाईँहरू सबैजनालाई है, तपाईँहरू सबैजना ठिकै हुन्छ होला। म पनि एकदम ठिकै छु र आज मेरो 30 डेमा 1K सब्सक्राइबर कम्प्लिट गर्ने डे रहेको छ। 18 गाइस, 18 दिन भइसकेको छ मैले कन्टिन्यू भिडियो अपलोड गर्नु थालेको युट्युबमा। सो अन्त अहिले चाहिँ म जाँदै थिएँ जोरथाङ है गाइस, जोरथाङ जाँदै थियो। यहाँनिर पेचरेकमा चाहिँ बाटै बन्द रहेछ गाइस है। म यहाँ कुनै कता लाने रोड खन्दै रहेछ गाइस यो है। यो जोरथाङ जाने पेचरेक भन्ने जग्गामा चाहिँ यो उकालो रोड खन्दै रहेछ। सो त्यहाँनिर अहिले बाटो ब्लक भइरहेको रहेछ र अब है बाटो चाहिँ 8 बजी मात्रै खोलिन्छ अरे गाइस। म चाहिँ बिहान छिटो हिँडेको थिएँ दुधको गाडीमै आज, र अहिले चाहिँ ठिक्कै बाटो बन्द भइरहेको रहेछ गाइस। यहाँनिर 8 बजी खोलिन्छ अरे। अब 1 घन्टा पर्खिनु पर्ने भयो गाइस हरेस। सो यस्तै छ गाइस, म अहिले यसरी बसिरहेको छु यहाँनिर है। तपाईँहरू नयाँ हुनुहुन्छ भने चाहिँ प्लिज सब्सक्राइब गरिदिनुहोस् होला च्यानललाई, र भिडियोलाई लाइक अनि कमेन्ट पनि गरिदिनुहोस् होला है। तपाईँहरूले कसले मेरो भिडियो हेर्नुहुन्छ है, कहाँबाट हेर्नुहुन्छ, तपाईँहरूले कमेन्ट गरिदिनुहोस् होला गाइस। ओके, यति भन्दै बाई बाई गाइस।